आज हामी एउटा जग्गा हेर्न आएको छौँ। हाम्रो क्लाइन्टले चाहिँ के भन्नुभयो भनेपछि एउटा म जग्गा किन्न लाएको छु हैन, त्यहाँ गएर हेरिदिनुहोस् त्यहाँ कस्तो घरहरू बन्छ हैन। अब जग्गा चाहिँ हाम्रो यही नै हो। अब यो रोड चाहिँ हाम्रो लगभग 13 फिट रोड हो। अनि हाम्रो छेउमा पनि एउटा घर छ। अनि यो जग्गा चाहिँ कस्तो छ भनेपछि स्लोप छ हैन। अनि पछाडिपट्टि देख्न सक्नुहुन्छ पछाडिको जग्गा चाहिँ हाम्रो हाइटमा छ। अब यस्तो कन्डिसनमा हामीले चाहिँ घर बनाउँदाखेरि चाहिँ के समस्या आइपर्छ भनेपछि जस्तै पछाडिको जग्गा हाइटमा छ, त्यहाँ चाहिँ हामीले सियर वाल चाहिँ दिनुपर्ने हुन्छ हैन। अब घर बनाउँदाखेरि त्यो सियर वालको कस्ट चाहिँ एड हुन जान्छ, त्यो चाहिँ एक्स्ट्रा आउन जान्छ है। त्यो कुरा चाहिँ हामीले ध्यान दिनुपर्छ जग्गा किन्दाखेरि हैन। बाटो त्यहाँ ठिक छ, मजाले तपाईँको गाडीसाडी पनि आउँछ, जग्गा स्लोप छ। अब यस्तो स्लोप जग्गामा हामीले कन्स्ट्रक्सन गर्दाखेरि अब नर्मल ल्यान्डभन्दा अलिकति हाम्रो कस्ट चाहिँ बेसी चाहिँ आउन सक्छ, त्यो चाहिँ विचार पुर्याउनुपर्छ। किनभने पछाडिपट्टि तपाईँको हेभी सियर वाल नै दिनुपर्ने हुन्छ। जबसम्म पछाडिको जग्गाको माटो स्टेबल हुँदैन तबसम्म तपाईँको यहाँ घर चाहिँ बलियो हुँदैन। अब जग्गा त यसो हेर्दाखेरि त राम्रै छ हैन। अब स्लोप जग्गा छ, स्लोप जग्गामा चाहिँ कस्तो डिजाइन बन्छ हैन, घर राम्रो बन्ला कि नबन्ला, डिजाइन चाहिँ तपाईँको जस्तोसुकै जग्गामा राम्रै डिजाइन चाहिँ निकाल्न सकिन्छ, त्यसमा चाहिँ समस्या छैन। तर तपाईँको प्रोजेक्टको चाहिँ कस्ट चाहिँ के कुराले चाहिँ बढाउँछ त्यो चाहिँ हेर्नुपर्ने हुन्छ। अब कुरा गरौँ हामीले जग्गा किन्ने अगाडि चाहिँ के कुरामा चाहिँ ध्यान दिनुपर्छ। फर्स्ट त हामीले लाल पूर्जा चेक गर्नु पर्यो हैन। त्यसपछि तपाईँको ट्रेस नक्सा चेक गर्नु पर्यो हैन। कुन व्यक्तिको नाममा हो त्यो पनि चेक गर्नु पर्यो। जग्गामा केही विवाद छ कि छैन त्यो पनि थाहा पाउनु पर्यो हामीले। नत्र हामीले जग्गा लिन्छौँ पछि चाहिँ विवाद पर्यो भने त झन्झट हुन्छ। अब जस्तै हामीले लाल पूर्जामा जग्गा चाहिँ चेक गऱ्यौँ हैन। मानौँ कि हाम्रो लाल पूर्जामा चाहिँ 4 आना छ जग्गा हैन। अब त्यो 4 आना जग्गा फिल्डमा पनि चेक गर्नु पर्यो। अमिनसँग नपाएर फिल्डमा बेसी छ कि कम छ त्यो हामीले चेक जाँच गर्नु पर्यो। प्लसमा तपाईँको ट्रेस नक्सा पनि हेर्नु पर्यो, ट्रेस नक्सामा तपाईँको जग्गा बेसी छ कि कम छ हैन। अब जग्गा मानौँ कि फिल्डमा लाल पूर्जाभन्दा कम छ भनेपछि जग्गा चाहिँ किन कम छ त्यो रिजन पनि थाहा पाउनु पर्यो। फिल्डमा बेसी छ भनेपछि किन बेसी छ त्यो कुरा पनि पत्ता लगाउनुपर्छ। र पछि चाहिँ तपाईँको मानौँ कि जग्गा हामीले लियौँ पछि चाहिँ समस्या चाहिँ आउन चाहिँ सक्छ। अब यो जति पनि वालहरू छ हाम्रो बाउन्ड्री वालहरू क्लियर छ कि छैन। अब अगाडिको मानौँ कि वाल आफ्नोमा पर्छ कि रोडतिर पर्छ त्यो पनि हेर्नु पर्यो। प्रायः हाम्रो अगाडिको वाल चाहिँ आफ्नैतिर परिरहेको हुन्छ, साइडको वाल कस्तोमा पर्छ हैन। यही सब नै हो कुरा। हामीले अब जग्गा लिनुभन्दा अगाडि चाहिँ यो सब चाहिँ हेर्नुपर्ने हुन्छ। घर बनाउँदाखेरि यो अगाडिको लो लेभल जुन हाम्रो छ ठाउँ, त्यो लो लेभललाई चाहिँ रिफरेन्स लिएर चाहिँ काम गर्नुपर्ने हुन्छ। अब एज पर तपाईँको बिल्डिङ कोड अनुसार चाहिँ मिनिमम हाम्रो ग्राउन्ड लेभलभन्दा 5 फिट चाहिँ तल जानै पर्ने हुन्छ हामीले हैन। अब यहाँबाट हामीले हिसाब गर्दाखेरि यहाँबाट 5 फिट गयौँ भने अगाडि त पछाडिपट्टि तपाईँको माटो चाहिँ धेरै नै खार्नुपर्ने हुन्छ, माटो चाहिँ धेरै नै फाल्नुपर्ने हुन्छ। त्यही हिसाबको डिजाइन चाहिँ गर्नुपर्ने हुन्छ हैन। अब देख्न सक्नुहुन्छ यो घर पनि तपाईँको त्यसै गरी नै बनाएको छ, साइडको घर सेम यही तरिकाले चाहिँ काम चाहिँ गर्न सकियो।